T20 वर्ल्ड कपको हाइप भन्दाखेरि चाहिँ बिस्तारै कम भइरहेको हो कि जस्तो थियो। अश्विनले पनि आफ्नो च्यानलमा चाहिँ के कुरा गरेका थिए भन्दा इन्डिया भर्सेस नामिबियाको म्याच कसले हेर्ला, इन्डिया भर्सेस स्कटल्यान्डको म्याच कसले हेर्ला, त्यस्तो टाइपको म्याचहरू चाहिँ धेरै अडियन्सले हेर्दैनन्। विराट कोहलीहरू छैनन्, रोहित शर्माहरू छैनन् भनेका थिए। तर यहाँनिर चाहिँ अहिले फेरि इन्डिया भर्सेस बङ्गलादेशको एउटा सानो कन्फ्लिक्ट जस्तो भएको छ होइन, त्यसले चाहिँ फेरि पनि वर्ल्ड कपमा चाहिँ अलिकति एकदमै तहल्का मचाइदिएको छ जस्तो लागिरहेको छ है। कुरा कहाँबाट सुरु हुन्छ भन्दाखेरि चाहिँ मुस्तफिजुर रहमानलाई चाहिँ आइपिएलको टिम कोलकाता नाइट राइडर्सले चाहिँ 9 करोडमा किनेको हुन्छ र त्यसपछि चाहिँ कोलकाता नाइट राइडर्सलाई चाहिँ धेरै दबाब आउँछ कि बङ्गलादेशमा जुन अहिले कन्फ्लिक्टहरू चल्दैछ त्यसको कारणले चाहिँ मुस्तफिजुरलाई चाहिँ रिलिज गर, बङ्गलादेशी प्लेयरलाई बोइकट गर भनेर होइन। अब मेरो पर्सनल ओपिनियनको कुरा गर्ने हो भने म क्रिकेट र पोलिटिक्स चाहिँ छुट्टै होस् भन्न चाहन्छु होइन, क्रिकेट र पोलिटिक्स मिक्स हुनु हुँदैन भन्न चाहन्छु होइन। तर अब इन्डियाले पहिले होइन जुन यो एसिया कप खेल्न गएको थियो त्यही बेलामा चाहिँ क्रिकेट र पोलिटिक्स एक किसिमले भन्यो भने मिक्स गरिदिएको थियो, जहाँनिर चाहिँ सूर्य कुमार यादवले जब ह्यान्डसेक गर्न रिफ्युज गरेका थिए र त्यसपछि चाहिँ अब कि त सिधै बोइकट गर्नु पर्यो होइन कि म यो टिमसँगै खेल्दिनँ रिगार्डलेस अफ कि भोलि फाइनल पनि आउन सक्छ होइन, त्योमा पनि खेल्दिनँ। यो सानो सानो कुराले चाहिँ अलिकति क्रिकेटलाई चाहिँ यतिकै चाहिँ क्रिकेट धेरै कम कन्ट्रीले खेल्ने स्पोर्ट्स रहेको छ र त्यसमा पनि अब जबरजस्ती झगडा गर्दै गयो भने अझ डिक्रिज हुन जान्छ होइन। सो त्यो कारणले चाहिँ अब के भइरहेको छ भने बङ्गलादेशको प्लेयर मुस्तफिजुर रहमानलाई चाहिँ बिसिसिआईले चाहिँ अब उनलाई रिलिज केकेआरलाई चाहिँ आदेश दिन्छन् कि उनलाई रिलिज गरिदिनको लागि होइन। र अब मुस्तफिजुरलाई रिलिज गरेपछि चाहिँ एउटा रिप्लेसमेन्ट चाहिँ पाउँछ, तर बङ्गलादेशले यो कुरालाई एकदम नै सिरियसली लिएको छ र बङ्गलादेश चाहिँ आफ्नो सेक्युरिटी कन्सर्न देखाउँदै हामी चाहिँ इन्डिया जाँदैनौँ खेल्नलाई, हामी इन्डिया ट्राभल गर्दैनौँ भनिरहेका छन् होइन। सो नेपाल र बङ्गलादेश चाहिँ एउटै ग्रुपमा रहेको छ र नेपाल मेबी मोस्ट प्रोबेबली एउटा म्याच खेल्नको लागि चाहिँ नेपाल पनि श्रीलङ्का जानुपर्छ होला। नेपालको 4वटा म्याचेस भनेको चाहिँ मुम्बईको वाङखेडेमा रहेको थियो, तर अब एउटा म्याच भनेको चाहिँ बङ्गलादेशमा जान सक्छ र त्यो नेपालको लागि एउटा प्लस पोइन्ट पनि हुनसक्छ किनकि श्रीलङ्काको पिच एकदम नै स्पिन फ्रेन्डली हुन्छ र लास्ट टाइम श्रीलङ्कामा खेल्दाखेरि हामीले कुशल भुर्तेल र आसिफको ब्याटिङ देखेकै थियो, एकदम दामी ब्याटिङ रहेको थियो होइन। सो त्यो अनुसारले भन्ने हो भने चाहिँ मेबी नेपालको लागि पनि एउटा गुड न्युज हुनसक्छ होइन कि एक म्याच बङ्गलादेशलाई हराउने चान्सेस अलिकति बढेर जान्छ एज कम्पेयर टु कि वाङखेडेमा खेल्दाखेरि है। तपाईँको ओपिनियन चाहिँ के हुन्छ त आइपिएलले गरेको कुरा यो ठिक हो मुस्तफिजुरलाई रिलिज गर्नु? एक त पहिला सुरुमा केकेआरले किन्नुभन्दा अगाडि पुलमा ल्याउने पनि आइपिएल आफै हो होइन। आइपिएलले सुरुमै मुस्तफिजुरलाई नल्याएको भए मेबी हुनसक्थ्यो कलकत्ताले अरू बलरलाई टार्गेट गर्थ्यो होला होइन। कलकत्ताले 9 करोड रुपियाँ आफ्नो खर्च पनि गर्यो र त्यसपछि अब प्लेयर पनि पाउँदैन, रिप्लेसमेन्ट जोसुकै आओस् तर हुनसक्थ्यो कि त्यो 9 करोड भएको भए अरू प्लेयर टार्गेट गर्न सक्थ्यो होइन कलकत्ताले। अब त्यो आइपिएलको तर्फबाट मिसम्याच हुन पुग्यो होइन। म चाहिँ चाहन्छु कि यस्तो चाहिँ नहोस् होइन, सबै कन्ट्रीले आइपिएलको प्लेयरलाई सेलेक्ट गर्छ भने खेलोस् होइन, त्यस्तो नहुनुपर्ने जस्तो लाग्छ मलाई है।